वेलकम बैक टू माई च्यानल। हेलो गाइज होइन फेरि अब साढे भाइ यो साढे भाइलाई किन नदेखाउनु, यो साढे भाइ नै हाम्रो सान छ यहाँको अलिकति। कस्तो नबोला यार, तिमी एउटा साढे उयो हाम्रो एउटा साढे अयो लाग है नगर न लाग्छ यार। अनि किन हान्नु त नि, हान्नलाई तिमी अरूलाई हेर्दैनौ। म त भ्लग गर्दिनँ डिलिट कि होइन। कसले चाहिँ अघि नै त्यो मैले भनेको थिएँ नि, के भन्छ हौ कमेन्ट गरेको छ भनेको थिएँ नि, कमेन्ट गर्नुभएको थियो कि के भन्छ ऊ साढे भाइ मात्रै साथी। यो साढे भाइ मात्रै साथी होइन, हाम्रो साथी थुप्रै छ कि। तर यो अर्को यो साढे भाइ चाहिँ अलिकति सँगै हिँड्छन्। ओ लाग्छ यार सन्दीप प्लिज, क्या लाग्छ क्या नगर न। ओ लाग्छ क्या, लाग्छ क्या नगर न। ए हाम्रो थुप्रै साथी छ। एउटा अर्को छ के भन्छ, हाम्रो 3 जनाको ग्रुप थियो, त्यहाँमध्ये म यो एउटा साढे हो। अनि अर्को उसको चाहिँ अलिकति त्यो यतिका म त होइन, उसले चाहिँ अलिकति हो। उसले आफै भनेछ म लड्का मात्रै हेर्छु अरे। तिमी त तर उसको घर चाहिँ अलिकति पर छ कि, त्यसैले उसँग चाहिँ भेट हुँदैन, उसँग मात्रै भेट हुन्छ। कस्तो हाँसेको किन हाँसेको? आज चाहिँ कस्तो पानी पर्न आँटेछ है। र आम्मामा सब कालो भइसक्यो। कालो भइसक्यो हेर त माथि। गाइजहरू सब हेर्नु कालो पनि लागिसक्यो, मान्छे पनि कालो छ। के भन्छ बिना बालोको दोकान मतलब कपाल मेरो छ क्या। अघि भर्खरै हामी यताबाट के भन्छ जाँदै थियौँ होइन, यताबाट जाँदै थियौँ, उताबाट एउटा स्कुटीमा आइरहेको थियो एउटा केटी। उसलाई हेर्छ भनेर ऊ पुरै आशा लिएर बसिरहेको थियो, तर बिचरालाई हेरेन पनि, उसलाई हेरेन पनि, भाउ पनि दिएन। त्यहाँदेखि अस्ति ऊ के भन्छ हौ कति 3-4 महिना भयो होला नि, डिप्रेसनदेखि भर्खर आएको निक्लेको। किनकि छोडिदिएको छ नि त उसलाई बिच बाटोमा। उसलाई एउटा आइमेले कि केटीले भन न उसलाई छोडिदिएको छ। तर त्यसलाई अहिले मैले मसँग हिँडाउँछु बेलुका यसरी अलिकति ऊ फ्रेस भएको छ अलिक। अनि त्यहाँदेखि चाहिँ डिप्रेसनबाट निक्लेको छ ऊ भर्खर। त्यसैले सबैजना सान्त्वनाको लागि अलिकति उसलाई राम्रो कमेन्ट गरिदिनु होइन। राम्रो कमेन्ट गरेपछि राम्रो होइन। आजको लागि चाहिँ यति नै, अब नेक्स्ट डे।